काठमाडौँकै पपुलर पोखरी कमल पोखरी त्यो कस्तो छ त? आज म तपाईँहरूलाई त्यहाँको बारेमा फुल जानकारी दिनेछु। यदि भिडियो इन्ट्रेस्टिङ लाग्छ तपाईँहरूलाई भने च्यानललाई सब्स्क्राइब गरेर फुल भिडियो हेर्नुहोला। नमस्ते साथीहरू, स्वागत छ तपाईँलाई आजको मेरो ब्लगमा। आज म तपाईँलाई लग्नेछु कमल पोखरी। अब त्यहाँ के हुन्छ म तपाईँलाई बाटोमा देखाउँछु। तपाईँहरूलाई चाहिँ लाग्न सक्छ अस्ति भर्खर हामीले रुम सफा गरेको थियो, तर रुमको हालत अहिले हेर्नु फेरि। अब लड़के ना हमारे साथ ऐसा ही होता है। फेरि सब त्यस्तै कचरा कचरा भइसकेको छ, रुमभरि त्यस्तै भइसक्यो क्या। यस्तै हो अब केटाहरूको रुम होइन। अब एकछिन मिलायो, एकछिनमा फेरि त्यो सामान त्यस्तै हुन्छ। अब हामी ढिलो नगरी, यतिकै ढिलो भइसकेको छ, ढिलो नगरी हामी अब आफ्नो गन्तव्यतिर बढौँ है त गाइज। साथीहरू अहिलेको मौसम चाहिँ बवाल छ क्या, पुरै बादल लागिरहेको छैन, हेर्न सक्नुहुन्छ। यो चाहिँ यहाँको दुध डेरी हो होइन, मेन गेट त्यहाँ भइहाल्यो। यहाँबाट चाहिँ सामानहरू किनेर खानु पाउने हुन्छ, दही दुध घिउ। हिजो भर्खरै मैले तपाईँलाई यहाँको भिडको बारेमा भनेको थिएँ, जामको बारेमा। आज हेर्नु यहाँ जाम कति छ। हिजो शनिबार भएकोले जाम थिएन, आज चाहिँ अहिले चाहिँ हामी दरबार मार्गमा छौँ होइन। हामी यहाँबाट सिधै जानेछौँ र अगाडि नारायणको अगाडिबाट त्यहाँबाट बाटो फर्केर अनि जानेछौँ। अनि यहाँको यो बिल्डिङ हेर्नु कति ठुलो छ। यो बिल्डिङ चाहिँ मलाई लाग्छ धराडाभन्दा ठुलो होला। अब भ्यू टावर त्यसलाई भन्ने कि यसलाई भन्ने साथीहरू तपाईँहरू कमेन्ट गर्नु होला। सो साथीहरू हामी नारायणी दरबारतिर पुग्न लागिसक्यो होइन। अगाडि हेर्न सक्नुहुन्छ, अगाडि छ। अनि तपाईँहरू सोच्नु होला कि यो मान्छे जहाँ जाँदा पनि हिँडेर मात्रै जान्छ, बसमा जाने पैसा छैन होला। अच्छा, तर त्यस्तो होइन है। जुन कुरा हिँडेर एक्सप्लोर गर्नुमा छ नि, त्यो गाडीमा गरेर हुन्न क्या। तपाईँहरूलाई अलि फिलिङ भइरहेको होला अब कस्तो हुन्छ हुँदैन भनेर होइन। तर म चाहिँ धेरै जसो हिँडेर ट्राभल गरेर नि तपाईँहरूलाई एक्सप्लोर गर्नेछु, किनभने गाडीमा म त्यस्तो जान्न। हिँडेर अब जुन कुरा हुन्छ त्यो अब गाडीमा हुन्न क्या, त्यति हो। दरबार चाहिँ अहिले नै बन्द गरिसकेको छ, तपाईँहरू हेर्न सक्नुहुन्छ। भित्र चाहिँ यसमा बवाल ठाउँहरू छ क्या। ठुल्ठुलो त्यो सिंहहरू हुन्छ नि, सिंहहरूको पुरै सिङ्गै छाला, त्यसपछि त्यो क्रोकोडाइल हुन्छ नि त्यसको सिङ्गै छाला यत्तिकै निकालेर राखेको छ। र हात्तीको पैतालाहरू त्यस्तो धेरै जस्तो छ क्या त्यहाँनिर राखेको। रमाइलो छ हेर्नुलाई त्यहाँ चाहिँ। अब चाहिँ हामी कमल पोखरी पुग्न लागिसक्यो होइन। त्यहाँबाट एउटा अब लेफ्ट टर्न लिने हो, त्यसपछि हामी पुगिन्छ। यहाँनिर कस्तो दामी फुल झरेछ माथिको, तपाईँहरू हेर्न सक्नुहुन्छ होइन। तपाईँलाई एउटा कुरा भन्न चाहन्छु, यो श्रीराम मेरो रुममेट चाहिँ मेरो लोयल सब्सक्राइबर हो, किनभने भिडियो हाल्नु बित्तिकै उसले लाइक कमेन्ट सब्सक्राइब गर्छ। तपाईँहरू पनि लाइक सब्सक्राइब र सेयर गर्नुहोला र मेरो लोयल सब्सक्राइबर बन्नुहोला। त्यसको लागि धेरै धेरै धन्यवाद। यस्तै सपोर्ट गरिबस्नु। मैले पैसा कमाएँ भने तिमीलाई म सम्झिन्छु। अब अगाडितिर जाऊँ होइन, अनि तपाईँहरूलाई देखाउँ है त गाइज। सो साथीहरू अब श्रीरामलाई यहाँनिर 4 वर्ष बस्नुपर्ने छ। अनि म त अब होस्टेल छोडेर जान्छु 12 पछि। उसलाई चाहिँ अब गाह्रो नहोस् भनेर के ठाउँहरू देखाइदिरहेको छु, जस्तै अब मेन ठाउँहरू। अनि तिमीलाई के लाग्छ? ठिक लाग्छ, एउटा साथीको फर्ज निभाइरहेको छु। निभाइदिन्छु, टेन्सन नलिनु तिमी। सो साथीहरू हामी आइपुग्यौँ कमल पोखरी। यही हो यो गाडीबाट अब छिरो भित्र, टिलिक्क टल्काइसकेको छ घर भित्र। सो साथीहरू यही हो कमल पोखरी होइन। अहिले चाहिँ बवाल बनाइदिएको छ, पहिला यस्तो थिएन होइन। यो गार्डनहरू केही पनि थिएन। श्रीरामलाई थाहा छैन होला, किनभने श्रीराम आज फर्स्ट टाइम आएर छ यहाँनिर होइन। कस्तो लाग्यो तिमीलाई ठाउँ? धेरै राम्रो लाग्यो। धेरै राम्रो लागेन? यताबाट चाहिँ पार्कहरू बनाएको छ, बवाल लाग्यो मलाई चाहिँ यार। पहिला यस्तो थिएन साथीहरू, मैले दिन पहिला आएको थिएँ, यस्तो थिएन। यहाँ नेमिङ पनि गराएर छ, हामी उतापट्टिबाट जाउँ। क्या दामी फुलहरू छ श्रीराम। ठाउँ चाहिँ दामी छ होइन। त्यसपछि होइन यस्तो नगरौँ है, यस्तो नगरौँ है। त्यसपछि मौसम पनि अहिले बवाल भइरहेछ है साथी। एकदम राम्रो मौसम छ। तर पानी पर्यो भने फेरि बर्बाद हुन्छ है।
हामी भिज्नुपर्छ त्यसपछि श्रीराम केही छैन, छिटो हिँड्नुपर्छ घरतिर। यहाँको रुखहरूमा दरो फुल फुलेछ साथीहरू, हेर्नु त कस्तो दामी देखिरहेछ क्या। ठ्याक्कै पोखरीको बिचमा एउटा कमलको फुल छ, त्यही भएर हो क्या अरे यो पोखरीको नाम कमल पोखरी राखेको होला होइन। यहाँ साथीहरू मैले घुम्ने मान्छेभन्दा बढी देखिरहेको छु, दुईजना कपालहरू बसिरहेको धेरै धेरै देखिरहेको छु क्या, धेरै त्यस्तो वरिपरि त्यही छ। यहाँनिर यो चारैपट्टि कुनामा यस्तो घर जस्तो बनाएको छ। अब यो घरमा जाउँ र यहाँनिरबाट कस्तो भ्यू आउँछ तपाईँलाई देखाउँछु है त। अब यहाँबाट तपाईँ हेर्न सक्नुहुन्छ बिचमा ठ्याक्कै एउटा स्ट्रक्चर छ, दामी छ। यसमा माछाहरू चाहिँ धेरै छ क्या। श्रीरामलाई भनेको भुजा किनेर खुवाउने हो भनेर, अनि नखुवाउने अरे। अनि किन भनेको पछि खुवाउनुपर्छ भने क्या। यहाँ भुजा खुवाएन भने बवाल माछा आउँछ कि, यहाँ फाल्नुपर्छ ठ्याक्कै पुरै आउँछ यहाँनिर सबै क्या। तर पर्दैन। साथीहरू पानी पर्न थाल्यो। यसमा टेन्सनको कुरा के भइहाल्यो भनेपछि हामी बिच छ भने टेन्सनको कुरा छैन। यसमा टेन्सनको कुरा के छ भनेपछि श्रीरामको लुगा माथि छतमा छ, सुकिरहेछ। अब पानी परिरहेछ, त्यसमा अब सुकिबस्छ पानीमा। अब उसलाई टेन्सन भइसक्यो, छिटो हिँड छिटो हिँड। अब कति छिटो हिँड्छ, परिरहेछ पानी, भिज्ने भयो तिम्रो लुगा। अब केही छैन, भोलि घाम लाग्छ, भोलि सुक्न जाउँ त। साथीहरू यति भन्दै म आफ्नो ब्लग यहीँ सघाउन चाहन्छु। तपाईँहरूलाई भिडियो कस्तो लाग्यो कमेन्टमा जरुर भन्नु होला। अनि भिडियो मन परेछ भने लाइक सब्सक्राइब र सेयर गरिदिनु होला। अब हामी भेट्छौँ अर्को ब्लगमा। थ्याङ्क यू अल।